ए काकी काकी ए लामे फेरि आइपुग्यो है मुन्ना पठाइदिएको थियो आमाले के भन्छ ए मुन्ना ल्याइदिए कसको बडले ए हाम्रो घरबाट मम्मीले पठाइदियो के भन्न आइस कि त्यत्तिकै आएको म टिभी हेर्न आएको काकी ए टिभी हेर्न आएको लु जान त एक डोको घाँस ल्याइदियो अनि दिनभरि बसेर हेर ल हो मेरो पनि ढाड दुखेर जानु सकेको छु डोको कहाँ थियो फेरि काकी डोको चाहिँ हिजो कहाँ राखेको छस् तैँले यति छ ल मेरो आइज नि दिनभरि टिभी हेर्नु मकैहरू दिन्छु म ल ल मै तिउरा दिन्छु खाजा ल ल लु जा आज काकीले फिल्म हेर्न दिन्छु भनेको छ टिभीमा अब यति भारी पुऱ्याइदिएपछि त कसै नदिएले नि चिया पनि खुवाउँछु तँलाई मही र टिउरा पनि दिन्छु भनेकी छिन् ए रामे भजियाले घाँस लिएर आएछ घाँस त डह्रो भजियालाई टिभी हेर्न पनि ए बाबु घाँस लिएर आइस हजुर घाँस लिएर आइस काकी बोल्नु ए आइदिनु ल त्यसलाई राख्न है साला डोको अब टिभी हेर्छु काकी भन्थिस् नि बिहानदेखि लाइन गएको आएन के गर्नु लाइन नभएर ऊ भित्र पसिसक्नु छैन अँध्यारो गर्दा चिया खाँदा पनि अब खान पाइनस् पानी त भर्न पाइने मैले केही खान पाएको थिएँ ल ल भोलि आइज फेरि एक डोको घाँस ल्याइदिएँ ल्याइदिएँ टिभी हेर्नु ल